स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आज हामी बनाउँदैछौँ बफ करी रेसिपी, यानि कि राँगोको मासुलाई कसरी मिठो तरिकाले पकाउने। र यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुहोला। आउनुहोस् आज हामी राँगोको मासु पकाउन सिक्छौँ। सुरुमा मैले यो राँगोको मासु यसरी टक्क लिएँ है। हेर्नुस् है, यो काटेको मैले देखाएन, भिडियो लामो हुन्छ भनेर टक्क मिडियम साइजको पिसमा काटेँ। त्यसपछि मैले यो प्याज ओनियनलाई स्लाइस स्टाइलमा काटेँ। र अब एउटा कुकरमा हामीले यो राँगोको मासु र प्याजलाई राखेँ। एकदम ध्यान दिएर हेर्नु होला। त्यसपछि यो हेर्नुस् टमाटर है, टमाटरलाई पनि टक्क काटेर हामीले अब टमाटरलाई पनि त्यही माथिबाट हाल्छौँ। एकदमै सजिलो छ, तपाईहरुले एकैचोटीमा सिक्न सक्नुहुन्छ। भिडियोलाई ध्यान दिएर हेर्नु होला। त्यसपछि हामी यसमा हाल्छौँ ग्रीन चिल्ली, कतिको पिरो मन पर्छ त्यो हिसाबले हाल्नु होला। र मैले राखेँ यहाँनिर अदुवा लसुनको पेस्ट, जिन्जर एन्ड गार्लिक पेस्ट। त्यसपछि अब हामी मसला हाल्छौँ, साल्ट, नुन, रेड चिल्ली पाउडर, रातो खुर्सानीको धुलो, मिट मसला है साथीहरु, यो धनियाको पाउडर, कोरिएन्डर पाउडर, जीरा पाउडर एन्ड ब्ल्याक पेपर, मरिच है। यति चीजलाई हालेर हामीले यसलाई के गर्ने, मजाले यसरी मिक्स गर्ने है त। टक्क यसरी यसलाई हामीले मजाले मिक्स गर्ने है साथीहरु। एकछिन, एकदमै सजिलो छ, तपाईहरुले एकैचोटीमा सिक्न सक्नुहुन्छ। तर भिडियोलाई चाहिँ स्किप नगरी अन्तिमसम्म हेर्नु होला र कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। र हाम्रो च्यानलमा धेरै भिडियोहरु छ, हेरिदिनु होला है गाइजहरु। र त्यसपछि मन परेमा सब्स्क्राइब, शेयर, लाइक, कमेन्ट पनि गरिदिनु होला। र त्यसपछि हामीले यसमा अब पानी हाल्छौँ। तपाईलाई कतिको पानी हाल्नु मन छ, मतलब यो ठिक्क पानी हाल्नु होला। किनभने हामीले यो कुकरमा पकाएपछि पनि फेरि अर्को तरिकाले पकाउनु पर्छ, त्यो हिसाबले यसरी टक्क कुकरमा राखेपछि हामीले यसलाई 4 सिट्टी लगाउने, नत्र 3 सिट्टी लाउँदा पनि हुन्छ। अब तपाईले मासु कतिको पाकेको चाहिन्छ, 4 सिट्टी लाउँदा अलि बढी पाक्छ, 3 सिट्टीमा ठिक्क हुन्छ होला मेरो विचारमा है। त्यो हिसाबले तपाईहरुले हेरेर सिट्टी चाहिँ त्यो हिसाबले लगाउनु होला। र त्यसपछि अब हामी एउटा सफा भाँडा लियौँ र त्यसमा हामी यसरी तेल हाल्छौँ है। टक्क तेल हाल्छौँ र तेल हालिसकेपछि हामीले यहाँनिर अलिकति यो खडा मसलाहरू हाल्नुपर्ने हुन्छ। त्यो चाहिँ नहाल्दा पनि हुन्छ, केही फरक पर्दैन है। मैले यहाँनिर लिएँ इलायची, दालचिनीको बोक्रा, ल्वाङ, कार्डमम, चिनामम, क्लोभ्स, यो 3 चिजलाई लिएँ। र अब यसलाई तेलमा हालेर यसले मजाले फुराउँछौँ। ल हेर्नुस्, यो चाहिँ अब एकदम मजाले फुरिरहेछ है साथीहरु। तपाईलाई भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला। त्यसपछि मैले यहाँनिर हालेँ अब प्याज, ओनियन, र अब यसलाई हामी एकछिन मजाले भुट्छौँ है। ल हेर्नुस्, अब हामी यसलाई एकछिन मजाले चलाउँछौँ यसरी। यो प्याजलाई चाहिँ हामीले मजाले पकाउनु पर्ने हुन्छ। यदि राम्रोसँग प्याज पाकेन भने तपाईको करीमा अलिकति नमिठो स्मेल आउन सक्छ। त्यो हिसाबले प्याजलाई चाहिँ मजाले पकाउनु होला। ल हेर्नुस् त, टक्क मैले प्याज भुट्दै छु। ल यसरी टक्क प्याजलाई हामीले एकछिन मजाले भुट्नुपर्छ। यसमा थोरै साल्ट, नुन हाले, यसले चाहिँ प्याजको पानीलाई छिटो निकाल्छ र छिटो पाक्नमा मद्दत गर्छ है त। र टेस्ट पनि आउँछ। नुन भनेको त्यस्तो इम्पोर्टेन्ट चिज हो। ल हेर्नुस्, टक्क हाम्रो प्याज चाहिँ हल्का ब्राउन कलर भइसकेपछि मैले त्यो माथिबाट अलिकति टमाटर हाल्दिएँ है साथीहरु। अब यो टमाटरलाई हामी यस्तो मजाले पकाउँछौँ कि यो प्याज र टमाटरको कम्बिनेसन चाहिँ मजाले मिल्नुपर्छ, अनि बल्ल तपाईको करीमा चाहिँ टेस्ट आउँछ। तर कस्तो भन्दाखेरि अलिक प्याज बढी हाल्नु होला, टमाटरलाई अलिक कम्ती हाल्नु होला। किनभने टमाटर धेर हाल्यो भने चाहिँ अमिलो हुन्छ। र मैले यसमा अदुवा लसुनको पेस्ट हालेँ साथीहरु। हेर्नुस् त, फेरि जिन्जर एन्ड गार्लिक पेस्ट। ल टक्क अब हामी यसलाई मजाले पकाउँछौँ एकछिन। ल हेर्नुस् त, यो
ल हेर्नुहोस् पाकेर अब यस्तो भइसक्यो। अब हामीले अघि पाकेको राँगोको मासु कुकरमा हालेको थियौँ, कस्तो भयो त हेर्नुहोस् त, पाकेर यस्तो भइसकेछ। अब यसलाई के गर्ने भन्ने कुराहरू एकछिनमा देख्नुहुन्छ। त्यतिन्जेलको लागि भिडियो हेर्दै लाइक कमेन्ट सेयर गर्नुहोला। मसला हाल्ने है हामीले। अब यहाँनिर अलिकति रेड चिल्ली पाउडर, रातो खुर्सानीको धुलो, त्यसपछि मिट मसला, मासुको मसला, त्यसपछि लियौँ मरिच ब्ल्याक पेपर थोरै, त्यसपछि लियौँ साल्ट नुन, त्यसपछि लियौँ बेसर टर्मरिक पाउडर। ल यो चिजले यति मसला हालेर हामीले अब यसलाई एकछिन मजाले पकाउने है। यो मसला पाक्नुपर्छ है मजाले। ल अब हामी यसमा हाल्छौँ अघि हामीले रेडी पारिराखेको राँगोको मासु। कुकरमा पकाएको थियो नि हामीले 4 सिट्टी 3 सिट्टी लाएर। त्यसलाई चाहिँ अब हामी यसरी खतङ तङ 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 खनाइदिन्छौँ यसमा टक्क। हेर्नुहोस् त, ओहो हो कस्तो मिठो तरिकाले उम्लिरहेछ हेर्नुहोस् त। वाउ, तपाईँहरू पनि यस्तै बनाएर खानुहोला, एकदम मिठो हुन्छ है। किनभने राँगोको मासु त साह्रो हुन्छ, भैँसीको मासु साह्रो हुन्छ। त्यो हिसाबले हामीले यसरी पकाउँदाखेरि चाहिँ दामी टेस्ट आउँछ। त्यो डाइरेक्ट पकाउँदा पनि मिठो त मिठै हुन्छ, तर मासुहरू नपाक्ने, अब के नमिल्ने हुन्छ। यसरी पकायो भने चाहिँ सजिलो पनि, मिठो पनि, छिटो पनि है। त्यही भएर आजभोलि जमानै छिटो छरितोको छ। त्यो हिसाबले गर्दाखेरि छिटो छरितोको लागि चाहिँ यो आइडिया अपनाउनु होला। र गरम मसला लिए अलिकति यहाँनिर मैले गरम मसला हालिदिएँ। अब टक्क चाख्छौँ है हाम्रो यहाँ उस्तादले। ओहो मिठो छ भन्छ। वाउ यार, दामी छ भन्छ यार। पक्कै पनि आज चाहिँ मिठो हुनेवाला छ साथीहरू। तपाईँहरू पनि यस्तै गरी खानुहोला। र पानी अब झोल कतिको मनपर्छ तपाईँले त्यो हिसाबले हाल्नु होला। मैले टक्क हालिदिएँ पानी। मजाले उम्लन दिनुपर्छ अब यसलाई मजाले, केही हतार छैन, आनन्दले आगो टक्क हल्का मिडियम आगोमा। र अब यसलाई चाहिँ मसलाहरू पाकोस् भनेर चाहिँ एकछिन ढाकिदिन्छौँ हामीले। टक्क ढाकिदिन्छौँ र ढाकेपछि यसरी हल्का सानो आगो बनाएर हामीले यसलाई मजाले पकाउँछौँ। ल यो चाहिँ अब पाकेर लगभग यस्तो यस्तो भइसकेको छ साथीहरू। तर यसलाई अझै पनि एकछिन पकायो भने चाहिँ हाम्रो ग्रेभी चाहिँ हल्का टाइट भएर आउँछ र मिठो हुन्छ। र धनियाँको पात हालिदिएँ मैले। र अब म यसलाई फेरि पनि एकछिन पकाउँछौँ सानो आगोमा। तपाईँहरूले पनि यस्तै गरेर बनाएर खानुहोला। हाम्रो च्यानलमा धेरै भिडियोहरू छ, हेरेर धेरै कुराहरू सिक्नुहोला। निःशुल्क रूपमा हामीलाई सब्सक्राइब गरिदिए पुग्छ है। ल रेडी भयो साथीहरू, हेर्नुहोस् त, ओहो कस्तो दामी। थ्याङ्क यू सो मच साथीहरू भिडियो हेरिदिनु भएकोमा। अब फेरि हामी छिट्टै नयाँ भिडियोमा भेट्नेछौँ। बाई बाई।